नमस्कार। आज पनि म एउटा गद्य कविता लिएर उपस्थित भएकी छु। अवश्य पनि सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास लिएकी छु। मेरो गद्य कविताको शीर्षक छ अपरिवर्तित सत्य। सत्य अपरिवर्तित छ, जीवन छ सँगै मृत्यु पनि छ, यो सत्य हो। चाहेर सत्य परिवर्तन हुन्न, मान्छे प्रकृतिको विरुद्ध जान्छ, नयाँ नयाँ आविष्कार गर्छ, समयसँगै अनौठो विकास गर्छ, दुनियाँलाई चकित पार्छ। तर विज्ञानको चमत्कार गर्ने मान्छे एक दिन मृत्युसँग हारिदिन्छ, किनकि मृत्यु सत्य हो। कसैले पनि यो सत्यलाई नकार्न सक्दैन। रात पछि दिन हुन्छ, दिन पछि रात, यो पनि सत्य हो। न त रातलाई रोकेर रोकिन्छ, न त दिनलाई। जीवनका पाटाहरूमा जीवनका परिस्थितिहरू परिवर्तन गर्न सकिन्छ। जिन्दगीलाई हिँडाउने बाटाहरू, जिन्दगीका सपना, हर चाहना सबै बदल्न सकिन्छ। तर सत्य न त परिवर्तन हुन्छ, न त परिवर्तन गर्न नै सकिन्छ। यो यथार्थलाई आत्मसात गरेर मान्छे जीवनका उकाली ओह्रालीहरूमा निरन्तर अगाडि बढिरहन्छ। सपनाको महल भेट्न, चाहनाको डङ्गुर छिचोल्न। तर असन्तोषी मान्छे मृत्यु जस्तो भयानक सत्यलाई बिर्सिएर जिउँदै जीवनलाई लोभ लालच, माया मोह भन्दै वास्तविक जीवन जिउन नपाई मृत्युसँगको अन्तिम लडाईँमा हुन्छ। चाहेर पनि फेरि जीवन पाउँदैन। जीवनभरिको अथाह गल्ती, कमी, कमजोरी, त्यो भन्दा पनि जीवन पाएर पनि यथार्थ जीवन नस्वीकार्नुको पश्चातापमा अन्तमा स्वीकार गर्दछ अपरिवर्तित सत्य मृत्युलाई।